तो बालेंद्र शाह Government led by Prime Minister Balendra Shah. के बालेंद्र शाह की नेपाल के पीएम बालेन्द्र शाह Balendra Shah has launched a crackdown on corruption. बितेको केही दिनदेखि भारतीय गोदी मिडियाहरूले बालेनबारे निकै नै राम्रो भिडियोहरू बनाइरहेका छन् र भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई बालेनसँग कम्पेयर गरिरहेका छन्। तर किन जसलाई नरेन्द्र मोदीको फेभरेट गोदी मिडिया भनिन्छ ती न्युज एजेन्सीहरूले नै बालेनको प्रशंसा किन गरिरहेका छन्? त्यसमाथि पनि बालेनले 2023 को अन्त्यतिर ग्रेटर नेपालको नक्सा आफ्नो अफिसमा राखेका थिए। तर ती सबै गोदी मिडियाहरूले त्यो सबै कुराहरूलाई बिर्सिएर बालेनलाई नै किन सपोर्ट गरिरहेका छन्? आउनुहोस् आजको यो एपिसोडमा बुझ्ने कोसिस गरौँ। गएको 3 वर्षमा युट्युब एक्लैले मात्रै भारतीय कन्टेन्ट क्रिएटरहरूलाई 21,000 करोड दिएको थियो। यति धेरै पैसा भनेको नेपालको वार्षिक बजेटको अलमोस्ट 1/3 पैसा हो। इन्डियन मिडिया र इन्डियन युट्युबरहरूले बितेको केही समयमा एउटा कुरा राम्रोसँग थाहा पाए। त्यो कुरा के हो भने नेपालीहरू राम्रो कुरा मात्र सुन्न चाहन्छन्। यदि उनीहरूको कोही नेता वा पब्लिक फिगर जस्तो कि बालेन शाहको सानो कुरालाई पनि बढाएर भन्ने हो भने नेपालीहरूले 1 सेकेन्ड पनि नकाटेर त्यो भिडियोलाई पुरै हेर्छन्। इन्डियामा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उनीहरूको फेसबुक, युट्युब र इन्स्टाग्राममा खासै रिच पुगेकै थिएन। किनभने इन्डियामा सबैलाई थाहा नै छ यी फेमस मिडियाहरूले मोदीको गुणगान भन्दा अरू केही पनि गाउँदैनन्। तर जब नेपालमा बालेनले जित्छन् ती मिडियाहरूले यो अवसरलाई पैसा छाप्ने मेसिन बनाउँछन्। जस्तो कि यी न्युज मिडियाहरूको नर्मल्ली युट्युब भिडियोमा 50 देखि 60 के मात्र भ्युज आउँछ। तर जब उनीहरूले आफ्नो भिडियोमा बालेन र नेपालको नाम प्रयोग गर्छन् त्यो भिडियोले केही घण्टामा नै 5 लाखदेखि 8 लाख भ्युज सजिलै पाउँछ। त्यही भएर आजभोलि बालेन र नेपालीहरू उनीहरूको लागि पैसा कमाउने सजिलो माध्यम बनेका छन्। र अर्को सेकेन्ड फ्याक्टर हो इन्डियाको प्रधानमन्त्री नरेन्द्र मोदी। नरेन्द्र मोदीले यति धेरै लामो समयसम्म इन्डियाको प्रधानमन्त्री बने तर रियल चेन्ज कहिले पनि आएन। तर नेपालमा धेरै कुराहरू यति छिटै परिवर्तन हुँदा बालेन र नेपाली उनीहरूको लागि सेन्टर अफ द अटेन्सन बनेको हुनुपर्छ।